सुन्नुहोस् जीवन परिवर्तनका 5 वटा जुक्तिहरू। के तपाईँ आफ्नो जीवन व्यर्थै बितिरहेको जस्तो तपाईँलाई लागिरहेको छ? यदि त्यसो लागिरहेको हो भने यी 5 वटा जुक्ति उपायमा तपाईँ लाग्नुहोस्। पहिलो हो, हरेक बिहान तपाईँ आफ्नो आत्मसमीक्षाको लागि 1 घण्टा समय छुट्याउनुहोस्, योजना गर्नुहोस्, विचार गर्नुहोस्। दोस्रो नम्बरमा हो, हरेक दिन आधा घण्टा 1 घण्टा जति तपाईँले राम्रा पुस्तकहरू पढ्नुहोस्, राम्रो भिडियोहरू हेर्नुहोस्, सफल मानिसका कथाहरू पढ्नुहोस् अथवा कथाहरूको बारेमा भिडियोमा हेर्नुहोस्। त्यसपछि तपाईँको जीवन परिवर्तन हुने निश्चित छ। सकारात्मक कुरा त्यो कुराले ल्याउनेछ। र तेस्रो नम्बरमा हो, तपाईँले अरूलाई र आफैलाई दोष नदिनुहोस्। सुधार आफैबाट छ, अरूबाट होइन। तपाईँले आफैलाई परिवर्तन गर्न सक्नुहुन्छ। चौथो नम्बरमा हो, नयाँ सिपहरू सिक्नको लागि युट्युबबाट तपाईँले सिक्न सक्नुहुन्छ। युट्युबमा निःशुल्क रूपमा तपाईँले सिप सिक्न सक्नुहुन्छ। पाँचौँ नम्बरमा यही कुरा हो कि अन्त्यमा हर कुरामा तपाईँ सकारात्मक हुनुहोस्, नकारात्मक होइन, आशावादी हुनुहोस्। र अन्तिममा निष्कर्ष यही हो कि 5 वटा कुरा तपाईँ गर्नुभयो भने लगातार 21 दिनसम्म तपाईँले गर्नुभयो भने तपाईँको जीवन परिवर्तन हुनेछ। तपाईँ सकारात्मक हुनुहुनेछ, तपाईँ काममा लाग्नुहुनेछ, व्यस्त हुनुहुनेछ, सफल हुनुहुनेछ। तपाईँलाई सफलताको शुभकामना। यी 5 वटा कुरा निरन्तर गर्नुहोस्। यो भिडियो हेरिदिनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।